सुस्मिता दुरा अनि वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ पुसको 15 गते, आज चाहिँ लोसार है। अनि सबैजनालाई ह्याप्पी लोसार। अनि एज यु क्यान सी म पनि रेडी भइसकेको छु, किनकि हाम्रो पनि लोसार पार्टी छ हाम्रो समाज घरमा। त्यही भएर हामी चाहिँ सबैजना जानको लागि चाहिँ हामी सबै रेडी भइसक्यौँ। अनि मेरो आजको आउटफिट चाहिँ यही हो, हाम्रो गुन्यो चोलो है। अनि म पनि रेडी भइसकेँ। अब चाहिँ म वहाँ गएर नै हजुरहरूलाई देखाउँछु ल। गाइस, म चाहिँ समाज घर आइसकेँ है। हामी सबैजना आइसक्यौँ। अनि अहिले चाहिँ यहाँ नाचगान प्रोग्राम चलिरहेको रहेछ। अनि एकछिनपछि चाहिँ खाजा खाने प्रोग्राम सुरु हुन्छ। हामी सबैजना यहाँ बसिरहेको छौँ। सिमसन टोपी लगाएर मेरो मम्मी छ्यामा आमा छाडो भयो। यही हो हाम्रो समाज घर चाहिँ, सबैजना बसिराख्नु भएको छ। खाजा आयो गाइस, खाजाको टाइम भयो हाम्रो। सिमसनमा पुगेको हो। यो छ है हाम्रो खाजामा तरकारी, रोटी अनि यो फ्रन्ट। A few moments later. Hi guys, अहिले चाहिँ खाजा खाने कार्यक्रम सकियो अनि फेरि डान्स प्रोग्राम स्टार्ट भएको छ यहाँ। अनि मेरो बहिनीहरू पनि नाच्ने भनेर यहाँ रेडी हुँदैछ। यता हेर्न है, यो चाहिँ फेरि क्यामेरा साई हो है, त्यही भएर क्यामेरामा मात्रै अलिकति लगाउँछ। हाई टेन्सी चाहिँ मेरो दाइको छोरी हो, मेरो भदैनी। अनि टेन्सीको बेस्ट फ्रेन्ड है। तिम्रो बेस्ट फ्रेन्ड होइन? के हो त? ऊ चाहिँ प्रसिका हो। तिमीहरू कुन गीतमा डान्स गर्ने रे अहिले? स्याउली बजारमा डान्स सिकेछ अनि? ल, बेस्ट अफ लक है। मेरो बहिनीहरू डान्स गर्न जाँदैछ अब, दुईजना। वाउ, हिरोइन। हामी चाहिँ अहिले यहाँ फोटोसुट गर्न आएको। छामा त्यहाँ छ। ड्रेस लगाएपछि फोटो त खिच्नै पर्ने हुन्छ, त्यही भएर हामी चाहिँ यहाँ चाहिँ फोटो खिच्न आएको। तर आज घामै लागेको छैन, यस्तो हुस्सु लागेछ, त्यही भएर फोटो पनि अँध्यारो आएको छ। फोटो राम्रो आएको छैन आज। ल, तेरो भिडियो बनाउने हो? We are back at home. हाम्रो चाहिँ लोसार पार्टी सक्यो अनि हामी सबैजना घर आइसक्यौँ मैले। अनि अहिले चाहिँ कति बजी अब? अहिले 6:03। अहिले चाहिँ 6 बजिसकेछ है। सो अब म ड्रेस चेन्ज गर्छु अनि त्यसपछि के गर्छु अनि पछि देखाउँछु ल। Tomorrow. सो यो चाहिँ नेक्स्ट डे हो है। नेक्स्ट डे पनि होइन, नाइट भइसक्यो। अनि अहिले त 8 पनि बज्न लागिसक्यो है। अनि म किन यस्तो भोटे जस्तो भएर बसिरहेको छु भन्दा चाहिँ यहाँ चाहिँ एकदमै जाडो छ कि रमजुङमा, त्यही भएर चाहिँ म यस्तो भएर बसिरहेको छु। अनि हिजो चाहिँ मैले चाहिँ चेन्ज गरेपछि चाहिँ जाडो भएर कस्तो अल्छी लाग्यो कि ब्लग गर्ने, अनि त्यसपछि म सुतिहालेँ।
अनि आज त न्यु इयर एभ हो नि त, सो वी हेभ अ स्मल न्यु इयर सेलिब्रेसन मी एन्ड माई कजिन्स है एट आवर मामाको घर। आज चाहिँ मामाको घरमा चाहिँ हाम्रो चाहिँ स्मल न्यु इयर सेलिब्रेसन छ। सो म एकछिनमा हजुरहरूलाई चाहिँ हाम्रो न्यु इयर सेलिब्रेसन पनि देखाउँछु। अनि सबैजनालाई जतिजनाले पनि यो भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई चाहिँ सबैजनालाई ह्याप्पी इङ्ग्लिस न्यु इयर है सबैजनालाई। लेट्स मिट एकछिनमा ल। गाइज आइ फाइनली एट माई मामाको घर। अनि यहाँ चाहिँ यस्तो डेकोरेसन गरेको रहेछ। आवर टेन्सी दुरा। हेलो गाइस। टेन्सी फेरि हाम्रो ट्यालेन्टेड गर्ल हो नि, क्लासको फर्स्ट गर्ल हो टेन्सी फेरि है। टेन्सी ऊ त डान्समा नि फर्स्ट, पढ्नमा नि फर्स्ट है। टेन्सी पनि यहाँ रेडी हुँदैछ फुपूहरूसँग सेलिब्रेट गर्नको लागि। हाम्रो सेलिब्रेसन चाहिँ एकछिनमा स्टार्ट हुन्छ। हाम्रो न्यु इयर सेलिब्रेट गर्ने रुम चाहिँ यही हो। यहाँ चाहिँ फेरि यस्तो मेडलहरू छ है। यो चाहिँ हाम्रो टेन्सीको रुम हो। टेन्सीको रुममा चाहिँ आज हामी सेलिब्रेट गर्न लागेको। यता ककरोचहरू पनि छ। ककरोच जिन्दाबाद। को पनि हेर्नुहुन्थ्यो ककरोच कमेन्ट गर्नु होला है। यो पनि छ टेन्सीको सबै डलहरू चाहिँ। हिटर पनि छ है हाम्रो चाहिँ यहाँ यस्तो चिसो छ लमजुङमा, त्यही भएर एकछिन हात तताउँ न हिटरमा। क्या नानो भएको भाइ। o'clock. Happy New Year, everyone!